दशम स्कन्धमा पृथ्वीलाई ब्रह्माको आश्वासन। पृथ्वी ज्यादै नै अब आफूमा पाप बढेपछि, मानिसहरूको भार बढेपछि ब्रह्माजीसँग रुनु, ब्रह्माले आश्वासन दिनु, भगवानसँग प्रार्थना गर्नु, भगवानले आठौँ गर्भमा म आउँछु चिन्ता नमान भनेर आश्वासन दिनु। अनि त्या उपरान्त फेरि अहिले भगवानले त्यही आज्ञा अनुसार वसुदेव र देवकीको छोरो भएर आठौँ गर्भमा आउनु, 6 गर्भसम्मको बच्चा अहिले कंसले मार्नु, 7औँको पालीमा बलरामजीलाई लगेर त्यहाँ रोहिणीको पेटमा सार्नु र जन्माउनु, यति कामहरू पुरा गरेर मथुराबाट जन्म लिनुभएको भगवान गोकुलपट्टि सवारी, गोकुलमा लीलाहरू गर्दै भगवानले फेरि वृन्दावनपट्टि सवारी। वृन्दावनमा भगवानले गोवर्धन पहाड उचाल्ने त कहिले कालिया नागलाई दमन गर्ने, अकासुर बकासुर धेनुकासुर आदि नाम गरेको दानवहरू मारेर धेरै प्रकारको लीलाहरू गरेर भगवान वृन्दावनबाट मथुरापुरी सहरमा पुगेर 11 वर्ष 52 दिनको दिन आफ्नै मामा कंसलाई सम्झाउँदा नमानेपछि रङ्गमञ्चमा गएर कंसलाई मारेर भगवानले गएर त्यहाँ उपरान्त आफ्ना हजुरबुवालाई राज्य दिएर प्रभु अहिले व्रतबन्ध गरिकन 64 दिन 64 कला विद्या आर्जन गरी गुरुकुलमा बसेर गुरुबुवालाई पढेर जाने बेलामा गुरु दक्षिणाको रूपमा मरिसकेका गुरुका छोराहरूलाई ल्याएर बुझाइदिएर अहिले त्यहाँ उपरान्त भगवान कृष्ण आफ्नो मथुरा फर्किनुभयो। मथुरामा ज्यादै नै दुःख दिएपछि कंसको ससुरा जरासन्धले भगवानले फेरि द्वारवतीपुरी निर्माण गर्न लगाउनुभयो विश्वकर्मालाई र आफ्ना सम्पूर्ण जनहरू, आफ्ना आफन्त दाजुभाइ इष्टमित्र, आफ्ना खलक जतिलाई भगवानले लिएर द्वारवतीपुरीमा लगेर बास गराउनु। अनि भगवान द्वारवतीपुरीमा यादव वंशको अहिले वंशावली भगवानले विस्तार गरेर 56 कोटी यदुवंशीको विस्तारको लागि भगवानले अहिले 16,108 रानीसँग विवाह गरेर प्रत्येक रानीबाट 10 भाइ छोरा, एक बहिनी छोरीको पैदा गरिकन भगवानले आफ्ना छोरा नातिहरू धेरै तयार गरेर 56 करोड यदुवंशीहरूको अहिले द्वारवतीपुरीमा प्रभुले त्यहाँको राजा भएर सञ्चालन गरिबक्स्यो। पृथ्वीको भार हरण गर्नको लागि महाभारतको बीजारोपण गरिबक्स्यो। अर्जुनलाई 18 दिनसम्मको त्यो महापर्व, त्यो लडाइँमा ज्ञान दिइबक्स्यो गीताको। अर्जुनलाई सुरो बनाएर भगवानले सत्यको जित गराइबक्स्यो, कौरवहरूको नाश गराइबक्स्यो। कुन्ती महारानी फुपूलाई आशीर्वाद दिएर गर्भै ठुलो हुनुभएको राजा परीक्षितलाई गर्भमा अहिले ब्रह्म अस्त्र छोडेको थियो अश्वत्थामाले, त्यहाँबाट रक्षा गरिबक्स्यो परमात्माले। अनि द्वारवतीपुरी सवारी भइबक्स्यो भगवान। अनि यस्तै प्रकारबाट भगवानले धेरै लीला गर्नुभयो। आफ्नै बहिनी सुभद्रा पनि अर्जुनसँग विवाह गराइदिनुभयो। दाई बलरामलाई छक्काएर तीर्थ पठाएर भगवानले आफ्नै नेतृत्वमा महाभारतको लडाइँ गराएर 5 पाण्डवको दिग्विजय गराइबक्स्यो। अनि भगवानले धेरै लीलाहरू गर्दै जाँदा परमात्माले गएर पृथ्वीको भार सबै हरण भइसकेपछि आफ्नो कार्य सुसम्पन्न सारा भयो, राजस्व यज्ञ पनि भयो। सुदामा नाम गरेको गरिब ब्राह्मणलाई परमात्माले आफ्नो गएर योग बलको शक्तिद्वारा ती 3-4 मुठी कनिकाको धुलो र चिउराको धुलो बोकेर आएका, कोसेली लिएर आएका ब्राह्मण जो ज्यादै नै दुखी थिए, ती ब्राह्मणलाई भगवानले नदेखिने गरी अदृश्य रूपमा आज त्यो 1 मुठी त्यो कोसेली खाइदिएर प्रभुले आधा द्वारावती सारा सुनका महलहरू अहिले ती ब्राह्मणलाई त्यो खरको छाना भएको ठाउँमा सुनको छाना तयार भइसकेको थियो। भगवानले अदृश्य रूपमा सारा सम्पत्तिहरू आधा द्वारावती दान गरिदिनु भयो आफ्नो प्यारो मित हुनुभएको आफ्नो मितजुलाई भगवानले यति प्रकारको कृपाहरू गरिबक्स्यो। र अनि त्यहाँ उपरान्त फेरि भगवान कृष्ण चन्द्र परमात्माले सारा लीलाहरू पुरा गरेर अब मैले यहाँ धेरै बेर बस्नु हुँदैन भन्ने कुराको अठोट गर्दै 10म स्कन्ध पनि भगवानको चरणारविन्दमा सादर श्री कृष्णार्पणमस्तु।